विपक्षी बेन्चकै तर्फबाट विपक्षी बेन्चकै तर्फबाट श्रम संस्कृति पार्टीको लागि म समय दिन्छु। 2 मिनेटभित्र आफ्नो प्रश्न छ भने राख्नुहोस्। हेलो, सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, निकै लामो समय पछाडि आज प्रश्न गर्नु पाइयो, तर कता कता हामीले नियमहरूले अलिकति ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। विधि र विधिको शासन हामीले कायम गर्नुपर्छ भन्दै म यहाँ 3-4 प्रश्न राख्न चाहन्छु। सबैभन्दा पहिला सुकुम्बासी र यो अव्यवस्थित समस्या लामो समयदेखि चर्किँदै आएको यो व्यवस्थापन साँच्चै नै सामाजिक सञ्जालमा मात्र हुन्छ कि व्यवहारमा हुन्छ, यो कहिलेसम्म हुन्छ भन्न चाहन्छु। दोस्रो प्रश्न, नेपालमा सहकारीमा ठुलो घोटाला भयो, ठुलो तपाईँको समस्या उत्पन्न भयो, थुप्रै आन्दोलन भयो। यो जीवी राई भन्ने जस्तै जीवी राई लगायत अन्य चाहिँ थुप्रै सहकारी ठगिहरू गर्ने कहिले पक्राउ हुन्छ, स्पेसली जीवी राई। दोस्रोमा भदौको 23-24 को जेनजी आन्दोलन भएका घटनामा मानव अधिकारले तयार पारेको प्रतिवेदन लगायत भर्खरै मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो अन्य आन्दोलनहरूमा भएको जति पनि घटनाहरूलाई चाहिँ छानबिन गर्छौँ भन्नुभयो। यो कहिलेसम्म हामीले साँच्चै नै यसको चाहिँ यो घटना चाहिँ यसरी भएको छ भनेर चाहिँ परिणाममा देख्न सक्छौँ, त्यो प्रश्न गर्न चाहन्छु। र अर्को, कालोपानी लिपुलेक लिपियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाका चाहिँ आम नागरिकहरूले अनुभूति गर्न सक्छन्, त्यो प्रश्न गर्न चाहन्छु। र मैले सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा आएर यो बाँदर व्यवस्थापनको चाहिँ ठुलो जो हामीले चाहिँ 3टा उपायसहित सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा आएर मैले लिखित रूपमा दिएको थिएँ। हामीले स्वाधीन र राष्ट्रवादको कुरा गरिरहँदाखेरि चाहिँ कृषि र किसान बिना हामीले स्वाधीन देश चाहिँ परिकल्पना गर्नु सक्ने जस्तो मलाई लाग्दैन। यो बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। यसमा श्रेष्ठ सबैजना लाग्नुपर्छ, यो हाँस्ने कुरा होइन, यो श्रेष्ठ कुरा छ, लाखौँ किसानसँग जोडिएको कुरा हो। हस्, धन्यवाद। बाँकी कुरा फेरि अब अर्कोमा गरौँला। र एउटा कुरो, यो चाहिँ नेवालीको 56 को 15 जनाले कम्तीमा सोध्ने भन्ने छ, हाम्रो अरू साथीले पनि सोध्न चाहनुहुन्छ होला। सभामुख महोदय, यो नेवालीले चाहिँ कार्यान्वयन गर्नुपर्छ होला। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, यो सुकुम्बासीको विषयमा धेरै कुराहरू आएका छन्। हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो, उहाँहरूलाई चाहिँ अर्को ठाउँ सार्ने काम गरेको हो। हामीले उहाँहरूलाई त्यो हेर्दाखेरि, तपाईँहरूले हेर्दाखेरि त्यो खेदाको अवस्था देखे पनि यो 4 वर्ष अगाडिदेखि नै म स्थानीय सरकारमा हुँदा नै सङ्घ सरकारलाई भनेको कुरा चाहिँ के थियो भन्दाखेरि उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो। उहाँहरूको स्यानिटरी अवस्था, उहाँहरूको त्यो वासरुम टोइलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्किएको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो मन्त्रालयले काम गरिरहेको छ, 2-3टा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ, 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। र लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
सहकारीको विषयमा पनि सोध्नु भएको थियो। सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै उहाँहरू पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू, अर्को दुईटा प्रतिवेदन सार्वजनिकको कुरा र बाँदर व्यवस्थापनको कुरा होइन, उहाँले यता प्रतिपक्षको तर्फबाट अघिको योभन्दा अगाडिको मान्य प्रश्नकर्ताले सदस्यले चाहिँ बाँदर व्यवस्थापनको कुरा र प्रतिवेदन सार्वजनिकको कुरा पनि राख्नु भएको छ। धन्यवाद। सामान्य सभामुखज्यू, प्रतिवेदनहरू अध्ययन समिति बन्छ। जस्तै मिडियामा आइसक्यो, तर त्यो मानव अधिकार आएको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमा अफिसियली बुझाइएको छैन। त्यो 29 पेजको केही खण्ड आए तापनि त्यो 10,000 पेजको छ भन्ने सुन्नमा आएको छ। त्यो प्रतिवेदन हामी कहाँ नै अफिसियली रूपमा आइसकेका छैनन्। अनि त्यो प्रतिवेदन आएपछि हामी सार्वजनिक गर्छौँ नै। लगायत मैले अघि भने जस्तै देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्। ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ। फेरि त्यो उहाँहरूलाई छिटो 2 दिनमै अध्ययन गरेर दिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ। र बाँदरको विषयमा त अस्ति मान्य महावीर पुनज्यूले पनि भन्नुभएको थियो, एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन। यो भन्ने बित्तिकै तपाईले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जङ्गललाई नै वायरिङ गरेर राखिन्छ। त्यो मानव बस्ती र जङ्गली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुनसक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ। त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ। धन्यवाद। विपक्षी बेन्चकै तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रश्न छ भने 2 मिनेटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, हालैका दिनमा धेरै नेपाली नागरिकहरूलाई भिजिट भिजाको नाममा गल्फ तथा अन्य मुलुकहरूमा लैजाने क्रम रोकिएको छैन। यसरी भिजिट भिजाको दुरुपयोग मार्फत श्रम शोषण, मानव बेचबिखन अवस्था सृजना भइरहेको विषय गम्भीर रूपमा उठिरहेको छ। मैले यस विषयलाई संसदमा समेत उठाउँदै हजारौं नेपाली नागरिकहरू विभिन्न बहानामा विदेश पुर्याउने र शोषणको चक्रमा फसाइने अवस्था रहेको कुरा उल्लेख गरेको नै थिए। यस सन्दर्भमा सरकारसँग मेरो प्रश्न छ, भिजिट भिजाको नाममा हुने यस प्रकारको अवैध श्रम आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारसँग के कस्तो ठोस योजना छ? साथै सरकारले वैदेशिक रोजगारीको नाममा देखिएको संरचनागत शोषण रोक्न घरेलु श्रम, डोमेस्टिक वर्क सम्बन्धी प्रतिबन्ध पूर्ण विचार गर्ने सोच राखेको छ कि छैन? र अघिल्लो सरकारमा सत्तापक्ष रहँदाखेरि भिजिट भिसा प्रकरणमा ठुलै उहाँहरूले बुलन्द आवाज उठाउनु भएको थियो। अहिलेको सदनमा सरकार पक्ष भइसकेपछि अहिले उहाँहरूको योजना के छ? अनि त्यसमा रेमिटेन्समा अत्याधिक निर्भर र उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र रोजगारी सृजनामा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न सरकारको दीर्घकालीन रणनीति के हो? र अर्को चाहिँ मेरो प्रश्न, विद्युतीय चुलोमा खाना पकाउनेदेखि सस्तो विद्युतीय मोटरसाइकल प्रयोग गर्ने र जाडोमा विद्युतीय हिटर बाल्नेसम्म यो सरकारले नेपाली मध्यम वर्गको जीवनशैलीलाई परिभाषित गर्ने एउटा महत्त्वपूर्ण सुविधा अर्थात् सस्तो विद्युत खोसेको छ। विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढ्दै गएको अवस्थामा यसको असर मध्यम वर्गमा मात्र सीमित रहने छैन, दैनिक आवत जावतमा निर्भर न्यून आय भएका नागरिकहरू पनि बढेको लगतको मारमा पर्नेछन्। ऊर्जा खपतको वृद्धि सामान्यतः अर्थतन्त्रमा सकारात्मक गुणक मल्टिप्लायर प्रभाव सृजना गर्ने कारक मानिन्छ, तर अब भने त्यो सम्भावना कमजोर बनेको छ। इन्क्रिज्ड एनर्जी कन्जम्सन इक्वल्स टु पोजिटिभ मल्टिप्लायर इफेक्ट्स अन द इकोनोमी भनिन्छ, नट एनिमोर। यसमा प्रधानमन्त्रीज्यूको के धारणा छ सोध्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू। यो भिजिट, मान्य सदस्यज्यू, सम्मान्य सभामुखज्यू, यो भिजिट भिसाको जुन दुरुपयोग विगतका धेरै
दिनहरूमा भएका थिए। त्यसको लागि एकदमै कडा निर्देशन मन्त्रालय, एयरपोर्ट लगायत त्यहाँ भएका विभिन्न विभागहरूलाई दिएको छ र भिजिट भिसामा गएर त्यहाँनिर कामको लागि इन्टरभ्यू दिएर काम पाउँदाखेरि फेरि फर्केर आउनुपर्ने, फेरि वर्किङ भिजाको लागि अप्लाई गर्नुपर्ने र नेपाल नै आउनुपर्ने व्यवस्था रहेछ। त्यसको लागि पनि एउटा अल्टरनेटिभ उपाय रहेछ। भिजिट भिसामा गएर उहाँहरूले त्यहाँनिर काम गर्न खोज्नु भएको छ भने त्यसलाई वर्किङ भिजामा उतै बसेर पनि कन्भर्ट गर्न सकिन्छ। यसको लागि श्रम मन्त्रालयले विभिन्न क्षेत्रहरूलाई समेटेर यसको व्यवस्थापनको लागि काम गरिरहेको छ। यस विषयमा थप केही जानकारी चाहिएमा श्रम मन्त्रीज्यूसँग पनि लिन सकिन्छ, श्रम मन्त्रालयसँग पनि लिन सकिन्छ नै। र विद्युतको विषयमा अघि भन्नुभयो, देशभरि जुन हिटर, इन्डक्सन अहिले चाहिँ के छ भन्दाखेरि साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ, त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। धन्यवाद। मान्य सदस्य महावीर पुनलाई प्रश्न छ भने 2 मिनेटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। धन्यवाद सभामुख महोदय। प्रश्न त थिएन, अब बनाइयो। र पहिलो प्रश्न के छ भने म चुनावी सरकारको मन्त्री हुँदादेखि नै यो विदेशमा बस्ने नेपालीहरूले अस्तिको फागुन 21 गतेको चुनावमा पनि भोट दिने व्यवस्था मिलाउनु पर्छ भनेर धेरै कराएँ। विभिन्न राजनीतिक पार्टीहरूको संयुक्त सम्मेलनमा पनि कराएँ, अनि त्यसपछि के अरे क्याबिनेटमा पनि कराएँ, धेरै साथीहरूलाई कराएँ। त्यति बेला गर्ने भन्दै थियो, तर गर्न नसकिने भयो भनियो। अब अस्तिको चुनावमा त्यो भोट दिने व्यवस्था गर्न नसके पनि अब आउने 82मा 84मा स्थानीय सरकारको, प्रदेश सरकारको चुनाव हुँदैछ। त्यो चुनावमा करिब नेपालीहरू मोटामोटी यति भन्ने त एक्ज्याक्ट डाटा त छैन होला, करिब 30 लाखको वरिपरि नेपालीहरू विदेशमा काम गरिरहेछन् र ती सबै नेपालीहरू चाहिँ भोट दिने उमेर पुगेका नेपालीहरू हुन् र उमेर पुगेर नै काम गर्न गएका हुन्। त्यसैले ती नेपालीहरूलाई यो अब आउने चुनावमा भोट दिने व्यवस्था के गरिँदैछ, यो चाहिँ छिटै हुनु पर्यो। किनभने 84 त आइहाल्छ, 83 लगाइसक्यो, 84 भनेको अर्को वर्ष हो। यो चाहिँ कति छिटो काम भइरहेछ, के भइरहेछ त्यो जान्न चाहन्छु। र अर्को कुरा त मेरो बाँदरको समस्या भन्ने थियो, के हुँदैछ भनेर, अनि उहाँ अर्को मान्यले राखिसक्नु भयो। र एउटा कुरा के छ भने यो चाहिँ कम्प्लेन पनि हो, गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि स्थानीय तहमा चाहिँ राजस्व सङ्कलन गर्ने महालेखा नियन्त्रक कार्यालयबाट सूत्र रेभिन्यू भन्ने चाहिँ एउटा सफ्टवेयर राखेको रहेछ। त्यो सफ्टवेयरको धेरै कम्प्लेन आयो, अनि जनताहरूले चाहिँ समयमा चाहिँ पाउन सकेनन्, सेवा पाउन सकेनन्। कहिले के बिग्रियो भन्छ अरे, कहिले के बिग्रियो, कहिले सर्भर डाउन इत्यादि गर्दाखेरि यो चाहिँ धेरै के अरे पालिकाहरूबाट मलाई कम्प्लेन आएको हुनाले यो कुरा सुनाइदिनु भनेको हो। त्यो कुरामा पनि के हुँदैछ, साँच्चीकै भएर कम्प्लेन आएको हो अथवा नभएर कम्प्लेन आएको हो, त्यो कुरा पनि जानकारी दिनु पर्यो। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सामान्य सभामुखज्यू, मान्य सदस्यज्यूले राख्नुभएको कुराहरू उहाँहरूको इन्टरिम गभर्मेन्ट हुँदा पनि उहाँहरूले उठाउनु भएको थियो। त्यसमा एउटा समस्या चाहिँ के छ भन्दाखेरि विदेशमा रहनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरि दुईवटा उपाय रहेछन्। एउटा चाहिँ एम्बेसीमा गएर भोट दिने, अर्को चाहिँ मोबाइलबाट भोट दिने। मोबाइलबाट भोट दिँदाखेरि चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्ने, किन भन्दाखेरि विदेशमा रहेका नेपालीहरूले भोट दिँदाखेरि कसैको इन्फ्लुएन्समा भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यो त्यति बेला अल्झिएको जस्तो लाग्छ। अब त्यसको लागि एम्बेसीमा गएर भोट दिने कि त्यो प्रविधि मैत्री बनाउने भन्ने कुरा हो। यस विषयमा चाहिँ नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि
अध्ययन गर्ने नै छ र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आइटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला। उहाँलाई चाहिँ यो सम्बन्धी तुरुन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु। हस्, धन्यवाद। मान्य सदस्य एकछिन बस्नुहोस्, मैले काम बाँकी नै छ। मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। पछाडि पनि मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम भइरहेको हुनाले सत्तापक्षको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो दलको तर्फबाट 2 मिनेटभित्र प्रश्न छ भने प्रश्न गर्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त प्रश्नोत्तरको लागि सदनमा उपस्थित भएर आइदिनु भएकोमा म प्रधानमन्त्रीज्यू समक्ष सम्मान व्यक्त गर्न चाहन्छु। हाल गत निर्वाचनमा आम नागरिकले अभूतपूर्व जनमत दिएर नागरिकको काम गर्नको लागि हामीलाई पठाउनु भएको छ र म आम नागरिकलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अहिले सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने केही अघिसम्म घुस नखाई केही काम नहुने अवस्था थियो। सरुवा बढुवामा पनि घुस नखाइकन हुँदैन भन्ने एउटा भाष्य निर्माण भएको थियो। त्यो अहिले यहाँको नेतृत्वमा सरकार गठन भइसके पछाडि धेरै चिरिँदै गएको छ। आम नागरिकको यो जनमत देशमा सुशासन र समृद्धिको लागि हो भन्ने कुरामा दुई मत छैन। नो इफ नो बट, सुशासन चाहियो, समृद्धि चाहियो भन्ने छ र सरकारले त्यसै अनुरूप काम पनि गर्दै गएको कुरा आम नागरिकलाई आश्वस्त हुने गरी प्रस्ट्याइदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख महोदय, मान्य सदस्यहरू, यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा माननीय मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ। हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद। मान्य सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रश्न उत्तर कार्यक्रममा सहभागी जनाउनु भएको र आजको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो स्थानमा स्थानान्तरण गर्न धेरै धेरै धन्यवाद। किन
मान्य सदस्यहरू, मैले केही बेर अगाडि पनि जानकारी गराएँ। सम्माननीय प्रधानमन्त्रीज्यू आकस्मिक आउनुभयो र उहाँले प्रश्न गर्ने र म प्रश्नको उत्तर दिन तयार छु भनेर रोस्टममा समय मागिसके पछाडि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले समय दिएँ र मान्य सदस्यहरूलाई म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। मान्य सदस्यहरूलाई मैले सभामुखले बोलिरहेको बेलामा सभामुखले आफ्नो कुरा टुङ्ग्याउँदै नटुङ्ग्याइकन मान्य सदस्यको दलबाट प्रश्न गरेर मान्य सदस्य ऐन बहादुर महरलाई मैले पटक पटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले मान्य सदस्यले पटक पटक बैठकमा मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यान आकर्षण भएको छ। त्यसै गरी मान्य सदस्य ध्रुवराज राईलाई पनि मैले पटक पटक मान्य सदस्य आरएन राई प्रति पनि मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु। मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु। मान्य सदस्यहरूलाई मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु।
मान्य सदस्यको भाषालाई, मान्य सदस्य आरएन राईको भाषालाई सुधार्नको लागि र मर्यादित गर्नको लागि म ध्यानाकर्षण गराउँछु। मान्य सदस्यहरू, मैले सत्तापक्षी र विपक्षी बेन्चका सबै मान्य सदस्यहरूले मागे अनुसार र सभामुखले आफ्नो सचिवालयसँग संवाद गर्दै, छलफल गर्दै, कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्दै समयहरू निर्धारण गर्ने र आवश्यकताको आधारमा, विषयवस्तुको आधारमा निरन्तर समय दिने र मान्य सदस्यहरूलाई बोल्न दिने काम निरन्तर गरिरहेको कुरा हाम्रो रेकर्डमा सुरक्षित छ र यो प्रतिनिधि सभाको बैठक लाइभ भइरहेको छ। त्यसकारणले सभामुखले कसलाई समय दिएको छ, कसलाई समय दिएको छैन र कसरी समय निर्धारण गरेको छ, यो सबैतिर छर्लङ्ग छ। त्यसकारणले म मान्य सदस्यहरूलाई हरेक दिन कार्यसूचीमा हामीले राखेको विषयवस्तु अगाडि नबढाइकन विरोध मात्रै गरिरहने हो भने हामी कानुन निर्माण गर्नलाई 10 वर्ष भयो संविधान बनेको, तर कानुन निर्माण भएन भनेर मान्य सदस्यहरूले नै बाहिर गएर यहाँहरूले आफ्नो जनतासँग बोलेको मैले सुनिरहेको छु, सत्तापक्ष होस् या विपक्षी बेन्चका मान्य सदस्यहरू। त्यसकारणले म मान्य सदस्यहरूलाई मर्यादित भएर प्रश्न सोध्ने, आफूले समय माग्ने, त्यसपछि सभामुखले दिएको समयमा विषयवस्तुमा केन्द्रित रहेर आफ्ना प्रश्नहरू गर्ने कुरा गर्नको लागि म अनुरोध गर्छु। आज सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभयो र यहाँहरूले सार्वभौम सांसदहरूले, मैले विपक्षी र सत्तापक्ष अथवा विपक्षी बेन्चको कुरा गरिरहेको छैन, सांसद मान्य सदस्यहरूले नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्छ भनिरहेको विषयलाई सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभयो र म जवाफ दिनको लागि तयार छु। मलाई समय मिलाइदिनु पर्यो र मलाई प्रश्न गर्ने मान्य सदस्यलाई प्रश्न गर्न दिनु पर्यो भनेपछि सभामुखले नियमावलीमै टेकेर, नियमावलीको उल्लङ्घन गरेर होइन, नियमावलीमै टेकेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्नुहोस् भनेर मैले दिएको हो र मान्य सदस्यले प्रश्न पनि गर्नुभयो र त्यसको उत्तर पनि पाउनुभयो। त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यू निस्कनु भएको छ र अब आज हामी हाम्रो कार्यसूचीमा प्रवेश गरौँ। आज हाम्रो सुन्ने समय छ, यसपछि सुन्ने समयको कार्यक्रम सुरु गरौँ। आफ्ना कुराहरू दलको तर्फबाट आज सुन्ने समयमा समय पाउनुभएका मान्य सदस्यलाई बोल्न लगाउन पनि सकिन्छ। त्यसकारणले मान्य सदस्यहरू बस्नुहोस्, कार्यसूचीमा अगाडि बढौँ र हामी सभा सञ्चालन गरौँ। मान्य सदस्य गुरु बरालले केही बेर अगाडिदेखि हात उठाइरहनु भएको हुनाले म मान्य सदस्य गुरु बराललाई आफ्नो कुरा राख्न समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। समय मैले माग गरेको छु सभामुख महोदय। मान्य सदस्य गुरु बराललाई मैले समय दिएको छु, अहिले बस्नुहोस्। म गुरु बराल मान्य सदस्यले बोलिसकेपछि यहाँलाई समय दिन्छु। सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 जसले 56, 57, 58,
59 र 60मा स्पष्टसँगले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरेको छ। यो भित्र 56ले प्रत्यक्ष प्रश्न गर्न सकिनेदेखि लिएर 57ले प्रत्यक्ष प्रसारण गर्ने कुरा हुँदै 58ले जानकारी प्रसारण गर्न जानकारी गराउनु पर्ने, 59ले प्रश्न सम्बन्धी शर्त लागू हुने र 60ले छलफल नगरिने सम्मको व्यवस्था यसमा छ। सभामुख महोदय, आज जे चिज हजुरबाट यहाँ रुलिङ भयो यो विषय अत्यन्त यो नियमावलीको व्यवस्थासँग मेल खाँदैन। सभामुख महोदय, प्रधानमन्त्रीजी आउनुभयो, आफ्नो कुरा ध्यानाकर्षण गराउनु भयो, यो उहाँको कुरा ठिक होला, त्यसप्रति हाम्रो आपत्ति छैन। तर म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावलीले दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रुलिङ गर्नु पर्यो। हजुरले जे चलन चलाइदिनुहुन्छ चलन त्यही चल्छ। यो प्रतिनिधि सभामा पहिलो पटक प्रधानमन्त्रीज्यू आउनु भएको छ। यो नियमावलीले जे आदेश दिएको छ, जे नियमन गरेको छ, त्यस अनुरूप गरिदिन र त्यस अनुरूप सञ्चालन गरिदिन, विधि चलाइदिन म हार्दिक अनुरोध गर्छु। धन्यवाद। मान्य सदस्य ऐन बहादुर महर एकैछिन बस्नुहोस्। मान्य सदस्य आर्यन राईलाई म पहिला समय दिन्छु। मान्य सदस्य आर्यन राईले बोल्नुहुन्छ अथवा मान्य सदस्य ध्रुवराज राईले बोल्नुहुन्छ? म बोल्न चाहन्छु। म बोल्छु एक मिनट ल। मान्य सदस्य ध्रुवराज राई, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त हल्लाई बधाई छ। लामो समय पछाडि हामीले आन्दोलन गर्दा गर्दा प्रधानमन्त्रीको रोस्टममा आवाजहरू सुन्न पाइयो। धेरै कुरा थिएन, खालि 5-7 जनाले बोलेपछि त्यति नै बोल्दा यतिखेरिसम्म सबै प्रधानमन्त्रीज्यूले उत्तर दिइसक्नुहुन्थ्यो। हाम्रो यहाँ आएर आवाज सुनाउने र बोल्नेहरू मात्रै भन्दा परिणामहरू पाउनु पर्यो भन्ने चाहिँ मुख्य लक्ष्य हो। जस्तो मैले हावाहुरीले उडाएको विषयहरू उडाएको थिएँ, त्यसको आजसम्म केही भएको छैन। केही त हुनु पर्यो नि त, के हुँदैन भन्नु पर्यो, के हुन्छ भनेर सुन्नु पाउनु पर्यो जनताले। अहिले त गृहमन्त्री पनि हुनुहुन्न, उहीँ हुनुहुन्छ। त्यो भएको हिसाबले धेरै जनताको कुराहरू हामीले राख्नुपर्ने थियो। छापामार स्टालले आउनुभयो, लु मलाई सोध, अनि त्यहाँदेखि कतिजनाले सोध्ने, नियमावलीमा 15 जनाले छ, 5 जना 6 जनाले सोध्ने भन्ने हिसाबले सदन चलो। हामीले माइक पाउन हजुर भनेर सभामुखज्यूलाई अनुरोध गरेको थियौँ। यहाँ चाहिँ तपाईँ अनेक ढङ्गबाट अरू साथीहरूलाई समेत इरिटेट हुने खालको हाम्रो गतिविधिहरू भइरहेको छ। यो विश्वले हेरिरहेको छ, हामीले राम्रो गरिरहेको छैनौँ। सभामुख महोदय, यति मैले भनिरहँदा म फेरि पनि अनुरोध गर्न चाहन्छु, आगामी बैठकहरू, आगामी सदनहरू हामीले सञ्चालन गर्दाखेरि कम्तीमा नियमावलीभित्र बसेर चलौँ र यो देश निर्माण गर्नका लागि 2/3 नजिकको मतहरू प्राप्त गर्नुभएको होला। यदि दम्बहरू देखाउनको लागि भने त हिजै काफी थियो। त्यसो भएको हुनाले सबैजना सम्मानित भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु हाम्रो दलको तर्फबाट। धन्यवाद। मान्य सदस्य ऐन बहादुर महर, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।